यदि तपाईँ साउथ कोरियामा F2R भिजामा हुनुहुन्छ र तपाईँ चाहिँ ब्याचलर्स तथा मास्टर्स कोर्स जोइनको लागि चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ भने सेजोङ साइबर युनिभर्सिटीले विशेष गरी F2R भिजा होल्डरहरूको लागि विशेष डिस्काउन्ट सहित एडमिसन लिइरहेको छ। अरू भिजाहरूको साथीहरूले पनि एप्लाई चाहिँ गर्न सक्नुहुन्छ, तर यो छुट चाहिँ विशेष गरी F2R भिजा लक्षित रहेको छ। यदि तपाईँ दुवैजना फुपू हस्बेन्ड वाइफ नै चाहिँ एडमिसन हुनुभयो भने तपाईँहरूको 1 सेमिस्टरको फी फ्री हुनेछ, 100% डिस्काउन्ट। र चाहिँ यदि तपाईँहरू F2R होल्डर एकजना मात्रै चाहिँ एडमिसन हुनुभयो भने तपाईँले चाहिँ 80% सम्मको डिस्काउन्ट पाउन सक्नुहुनेछ 1 सेमिस्टरको लागि है। यो चाहिँ भयो विशेष गरी F2R भिजा होल्डरको लागि गुड न्युज। त्यस्तै अरू भिजा E9, E7 बाँकी चाहिँ D8, D10, G1 यस्तो भिजा भएको साथीहरूले पनि 50% डिस्काउन्ट चाहिँ पाउनुहुन्छ। हामी जति पनि विदेशीहरू एडमिसन हुन्छौँ 50% वेगुकिङ छाँगुम चाहिँ छक्नुहुन्छ है। तर स्पेसल F2R को केसमा चाहिँ अलि धेरै डिस्काउन्ट प्रदान गरेको छ यो सेमिस्टरदेखि है। F5 पर्मानेन्ट रेजिडेन्स है यङजुकोन, यो सम्बन्धी मैले थोरै मेन्सन गर्नुपर्दाखेरि धेरै साथीहरूले के गर्नुभएको छ भने के क्वेसन गर्नुभएको छ भने हामीले ग्रेजुएसन गरेको कति वर्ष पछाडि F5 एप्लाई गर्नु पाइन्छ भनेर सोध्नु भएको छ। यसमा चाहिँ तपाईँले ग्रेजुएसन गर्नुभएको सेक्टरमै तपाईँले काम गर्नुभएको छ भने 1 वर्ष पछाडि ग्रेजुएसन आफ्टर 1 इयर चाहिँ तपाईँले यङजुकोन पर्मानेन्ट रेजिडेन्स एप्लाई गर्न सक्नुभयो भने, यदि तपाईँले अहिले काम गरिरहनु भएको नर्मल कम्पनीमा काम गरेर एप्लाई गर्नुहुने हो भने चाहिँ 3 इयर्स आफ्टर चाहिँ ग्रेजुएसन है, ग्रेजुएसनको 3 वर्ष पछाडि चाहिँ तपाईँले F5 एप्लाई गर्न सक्नुहुन्छ है। मैले यहाँ स्क्रिनमा पनि राखिदिएको छु, यो चाहिँ हाम्रो युनिभर्सिटीमा भएको प्रोग्राममा फम्बुको मान्छे आएर चाहिँ यसरी प्रेजेन्टेसन गरेर एक्सप्लेन पनि गर्नुभएको थियो। जुन चाहिँ मैले अहिले भर्खर भने आफूले सर्टिफिकेट रिलेटेड कम्पनी हो भने चाहिँ तपाईँ 1 इयर पछि F5 एप्लाई गर्न पाउनुहुने, र चाहिँ 3 इयर्स आफ्टर चाहिँ तपाईँले अहिले नर्मल गरिरहनु भएको कम्पनीमा काम गर्नुभएको हो भने चाहिँ 3 वर्ष पछाडि चाहिँ एप्लाई गर्नु पाउनुहुने भनेर उहाँले पनि भन्नुभएको थियो है। यो चाहिँ रह्यो ग्रेजुएसनको कति पछाडि हामीले F5 एप्लाई गर्न पाइन्छ भन्ने कुराको जानकारी। त्यस सँगसँगै तपाईँले E7 तथा F2 भिजा चेन्ज गर्नुभएको कम्प्लिट 5 वर्ष पनि पुगेको हुनुपर्छ है। यसमा चाहिँ तपाईँको E7 मा तपाईँले 3 इयर्स काम गर्नुभयो, त्यसपछि F2R मा 2 इयर्स गर्नुभयो, त्यो दुईटा मिलाएर 5 इयर्स बनाउनु पनि पाइयो। अथवा तपाईँले E7 मा 5 इयर्स काम गर्नुभयो र 5 इयर्स पछाडि चाहिँ तपाईँले F299 मा चाहिँ जानुभयो भने 5 इयर्स अलरेडी E7 मा हुनुहुन्छ भने F299 मा जाने बित्तिकै पनि तपाईँले चाहिँ F5 मा एप्लाई गर्न सक्नुहुने भयो है। यो चाहिँ रह्यो F5 सम्बन्धी साथीहरूको क्वेसनको एन्सर। अब चाहिँ हामी एडमिसनको डेटतिर जाउँ। ब्याचलर्सको केसमा तपाईँको जुन 1 देखि जुलाई 14 सम्म फर्स्ट चाहिँ पिरियड अफ एडमिसन हो भने तपाईँको त्यसको रिजल्ट आउँछ जुलाईको 20 मा है। हामीले सुरुमा चाहिँ तपाईँको अनलाइन एप्लिकेसन फर्म भरेर त्यसपछि डकुमेन्ट बुझाउँछौँ, त्यो त्यति गर्दामै चाहिँ हाम्रो एडमिसन चाहिँ फिक्स भयो भन्ने चाहिँ हुँदैन है। यसरी तपाईँको जुलाई 20 मा चाहिँ एउटा छैजोङ हाप्क्योक्चा फाल्फ्यो गर्छ होइन, त्यसमा चाहिँ तपाईँको नाम निस्कियो भने तपाईँ एडमिसनको लागि फिक्स हुनुभयो। यदि निस्केन भने कहाँ के पुगेन पछि फेरि चाहिँ मिलाएर इच्छामा एप्लाई गर्न पनि सकिन्छ है। नभएदेखि इच्छामा त्यस्तो भयो भने अर्को सेमिस्टरमा एप्लाई गर्न सकिन्छ। त्यसै गरी ब्याचलर्सको लागि सेकेन्ड राउन्ड चाहिँ एडमिसन पिरियड रहेको छ जुलाई 24 देखि अगस्त 18 सम्म है। यसको चाहिँ एडमिसन हुनेहरूको रिजल्ट आउँछ, तपाईँको नामको लिस्ट आउँछ अगस्तको 24 मा है। अगस्तको 24 मा चाहिँ रिजल्ट आउनेहरू, त्यो रिजल्टभित्र चाहिँ नाम हुनेहरू एडमिसनको लागि फिक्स हुनुहुन्छ है। त्यसपछि बल्ल फर्दर पेमेन्टहरूको प्रोसेस स्टार्ट हुन्छ। अनि मास्टर्सको कुरा गर्नुपर्दाखेरि मे 18 टु जुन 19 चाहिँ तपाईँको फर्स्ट पिरियड अफ एडमिसन हो भने तपाईँको जुलाई त्यसको चाहिँ रिजल्ट आउँछ जुलाईको 1 मा। अनि त्यस्तै गरी सेकेन्ड पिरियड अफ एडमिसन चाहिँ तपाईँको जुलाई 15 देखि अगस्त 7 सम्म रहेको छ, त्यसको चाहिँ रिजल्ट आउँछ अगस्त 19 मा है। म आफू पनि 3rd सेमिस्टरमा रनिङ छु है यो युनिभर्सिटीमा। मैले पढिरहेको सेक्टर भनेको चाहिँ कम्प्युटर इन्जिनियरिङ हो। मेरो 3 सेमिस्टरको एक्सपिरियन्सको आधारमा हाम्रो युनिभर्सिटीमा एडमिसनको प्रोसेसको लागि साथै एडमिसन पश्चात कहाँ कहाँ के कसरी गर्ने भन्ने कुराको मैले अलिकति एक्सपिरियन्स गरिसकेको हिसाबले चाहिँ म जस्तै युनिभर्सिटी जोइन गर्नको लागि चाहिँ इन्ट्रेस्टेड साथीहरूको लागि केही हेल्प होस् भन्ने हिसाबले चाहिँ मैले यसरी टिकटक भिडियो र साथै फेसबुक पोस्टहरू पनि सेयर गरिरहेको हुन्छु। यदि मैले यसरी भनेको आधारमा हजुरहरूलाई चाहिँ विश्वास लाग्दैन भने अन्ततिर पनि हजुरहरूले मजासँग बुझेर अथवा चाहिँ डिरेक्ट युनिभर्सिटीमै पनि कल गरेर बुझ्न सक्नुहुन्छ। चाहिँ बुझेर तपाईँले चाहिँ आफ्नो डिसिजन लिन सक्नुहुन्छ है। मैले भने भन्दामै गर्नैपर्छ भन्ने चाहिँ होइन, योर लाइफ योर चोइस है त। यदि चाहिँ हजुरहरू जेन्युनली चाहिँ युनिभर्सिटी जोइनको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने म चाहिँ हेल्पको लागि मैले जानेको जति हेल्पको लागि सधैँ रेडी रहेको कुरा जानकारी गराउन चाहेँ। डकुमेन्ट सम्बन्धी चाहिँ मैले योभन्दा अघिल्लो भिडियोमा क्लियर कट मेन्सन गरेको छु, एकचोटि चेक गर्न सक्नुहुनेछ। डकुमेन्टको लिस्ट चाहिँ मैले यहाँ स्क्रिनमा पनि राखिदिएको छु, यो एकचोटि हेरेर राम्रोसँग चाहिँ प्रिपेरेसन गर्न सक्नुहुनेछ है। अनि त्यस्तै फी स्ट्रक्चर सम्बन्धी थोरै मेन्सन गरिदिइहाल्छु। ब्याचलर्सको केसमा तपाईँको पर सेमेस्टर छिल्सिप ओमान युक्छनन पर्न आउँछ 7,56,000 कोरियन वोन। त्यस्तै गरी तपाईँको फर्स्ट सेमेस्टरमा चाहिँ एडमिसन फी 79,000 कोरियन वोन पनि पर्न आउँछ है, प्लस हुन आउँछ। त्यसपछि बाँकी सेकेन्ड सेमेस्टरबाट चाहिँ
प्योरली तपाईँको चाहिँ सिलसिप ओमान युक्छानुन मात्रै तिर्दा हुन्छ है। त्यस्तै गरी मास्टर्सको केसमा 5 मान चाहिँ हामीले फर्स्टमा एप्लिकेसन फी बुझाउँछौँ है। त्यसपछि 5 लाख वन् एडमिसन फी, 19 लाख कोरियन वन् सेमेस्टर फी बुझाउँछौँ। ब्याचलर्सको टोटल 8 सेमेस्टर, मास्टर्सको टोटल 4 सेमेस्टर। यो फर्स्ट सेमेस्टरमा मात्रै तपाईँको यो 5 मान प्लस 50 मान चाहिँ एड हुन आयो मास्टर्सको केसमा है। ब्याचलर्सको केसमा चाहिँ खुमान खुछानुन मात्रै फर्स्ट सेमेस्टरमा एड हुन आउँछ एडमिसन फी। ब्याचलर्सको चाहिँ तपाईँको एप्लिकेसन फी हाम्रो पहिला चाहिँ 3 मान लिन्थ्यो, अहिले चाहिँ फ्री गरेको छ है। ब्याचलर्सको चाहिँ फ्री गरेको छ भने मास्टर्सको चाहिँ 5 मान एप्लिकेसन फी पनि लिन्छ। लास्ट सेमेस्टरमा पनि मैले यसरी नै भिडियोको थ्रु साथीहरूले थाहा पाएर मलाई मेसेज गर्नुभएर अनि मैले गाइड गरिदिएर चाहिँ ब्याचलर्समा अराउन्ड 30 to 33 जना चाहिँ जोइन हुनुभएको थियो भने मास्टर्समा चाहिँ 9 जना जोइन हुनुभएको थियो है। मास्टर्स चाहिँ लास्ट सेमेस्टरबाट मात्रै लिएको हाम्रो युनिभर्सिटीमा, त्यही भएर विदेशीहरू 9 जना नेपाली चाहिँ लास्ट सेमेस्टरमा चाहिँ सेजोङ साइबर युनिभर्सिटीमा जोइन हुनुभएको थियो है। यसरी नै त्यही हिसाबले मैले अघि पनि मेन्सन गरिसकेँ कि तपाईँहरू जेन्युनली इन्ट्रेस्टेड हुनुहुन्छ भने प्रिपेरेसन गर्नुहोस् र मैले जाने जति हेल्प गर्नुको लागि रेडी छु है। धन्यवाद।